मेरो हातमा रहेको छ यो मोबाइलको ब्याट्री। यो मोबाइलको ब्याट्री हेर्न सक्नुहुन्छ फुलिसकेको छ। यो फुल्नेको लगभग तपाईँलाई 5-6वटा कारण हुनसक्छ। फर्स्ट कारण भनेको तपाईँलाई ओभर चार्जिङको कारणले। यदि मोबाइल तपाईँले चाहेको भन्दा धेरै चार्जिङ गरिदिनु भयो भने यो ब्याट्री फुल्न सक्छ। मोबाइलको सेकेन्ड कारण भनेको तपाईँले यो फिजिकल ड्यामेज। कुनै पनि तपाईँले मोबाइल झार्नुभयो, ब्याट्रीमा कुनै फिजिकल ड्यामेज भयो भने या पेनले कोपियो या झरेर केही समस्या आयो भने ब्याट्री फुल्ने सेकेन्ड कारण रहेको छ। थर्ड कारण भनेको तपाईँले टेम्परेचर। टेम्परेचर यदि मोबाइलको हाई भएको छ भने पनि ब्याट्री त्यसको कारणले पनि फुल्न सक्छ। तपाईँको चौथो कारण भनेको तपाईँले ब्याट्रीको एजिङ। यदि कुनै ब्याट्री धेरै पुरानो भइसकेको छ, 6-7 वर्ष भइसकेको छ भने त्यो अटोमेटिक पनि फुल्न सक्छ। र अर्को फिफ्थ कारण भनेको तपाईँलाई डिप डिस्चार्जिङ। यदि मोबाइलको ब्याट्री तपाईँले त्यतिकै मोबाइलमै हालेर छोडिदिनु भयो 1-2 वर्ष या 1-2 महिना भने पनि त्यो आफै फुल्न पनि सक्छ। र अर्को तपाईँले सिक्स्थ कारण भनेको मोबाइलमा यदि सर्ट छ, यदि केही फिजिकल त्यहाँ मोबाइलमा कम्पोनेन्टहरू केही भएको छ, सर्ट छ भने त्यसको कारणले पनि मोबाइल फुल्न सक्छ। यति सब कारणले मोबाइल यो को ब्याट्री चाहिँ फुल्न सक्छ। यति कारणहरू तपाईँले यदि एभोइड गर्नुभयो भने ब्याट्री तपाईँको फुल्दैन। यस्तै अरू जानकारीको लागि हाम्रो ओम ट्रेडर्सको पेजलाई फलो गरिदिनु होला र हाम्रो मोबाइल पसल भिजिट गरिदिनु होला। थ्याङ्क यू।